शुक्लाफाटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा आयो है साथीहरू। हेर्नुहोस् यस्तै छ नेपाल। बाघ पनि भेट्न सकिने सम्भावना ए बाघ पनि ल है साथीहरू हेर्दै गर्नु होला है। हामी 12 सिङ्गे बाघ के देखिन्छ सबै देखाउँछौँ मैले। तत्कालीन माओवादीले बिछ्याएको चाहिँ नि एउटा विद्युतीय धरापमा परेर चाहिँ नि विस्फोट भयो। हामी बाबाताल हुँदै अब फेरि स्मारक हुँदै अब हामी रानीतालसम्म आइपुगेका छौँ। रानीताल आउने बेला एउटा हात्ती देखियो है, वन हात्ती, तर हामीले खिच्न सकेनौँ, डर लाग्यो क्या। हेरौँ हेरौँ जस्तो लागेको थियो। ल ठिक छ, अब हामी यसलाई मचान भन्छ है ल। नमस्कार। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कञ्चनपुर जिल्लामा पर्छ। यहाँहरूलाई थाहा छँदैछ होइन। हामीले सानो सानो हुँदाखेरि राष्ट्रिय निकुञ्जहरूको बारेमा पढ्दा यो राष्ट्रिय निकुञ्जको बारेमा पढ्थ्यौँ, तर भाग्यवश 2082 सालमा यहाँ आउने चाहिँ मौका जुर्यो र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विभिन्न किसिमका चाहिने प्रजातिका चराचुरुङ्गीहरू सँगसँगै विभिन्न जनावरहरू हेर्ने पनि एउटा अवसर जुरिराखेको छ। म तपाईँहरूलाई देखाउँदै जान्छु। अहिले हामी शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हामी बाबातालनिर छौँ होइन। दुईटा अनि बाबाताल तल एउटा माथि हेर्नु न। हामी हेर्दै जान्छौँ। दुर्गा म्यामले मलाई आज एकदम सहयोग गरिरहेको छ। हामी आज र भोलि सँगसँगै हुन्छौँ। हामी कार्यक्रमको सिलसिलामा आएका थियौँ। म जहाँ जान्छु केही न केही चाहिँ तपाईँहरूलाई इन्फर्मेसन दिइरहेको हुन्छु। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज 305 वर्ग किलोमिटरमा फैलिएको छ र यसको अरू भागहरू म तपाईँहरूलाई दिँदै जान्छु। हस्, थ्याङ्क यू। शिव सर, हाम्रो यो शुक्लाफाटाको अलिकति एकछिन सुन्नु न। नेपालको मध्यपश्चिम सुदूरपश्चिमाञ्चलमा अवस्थित राष्ट्रिय निकुञ्ज हो यो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज। यो विशेष गरी 12 सिङ्गको लागि प्रसिद्ध छ। साथसाथै मैना, बाघ अनि हात्ती, त्यसपछि कृष्णसारहरू लगायतका वन्यजन्तुहरू पनि पाइन्छन्। र बाघको चाहिँ यो वासस्थानमा चाहिँ बाघको घनत्वको हिसाबले चाहिँ नेपालमा एकदमै राम्रो घनत्व भएको चाहिँ राष्ट्रिय निकुञ्ज पर्छ। यति छ भन्ने सङ्ख्यामा केही छ डेटा? 15 देखि 20 अनि हाम्रो यो पूर्वी फाटा अर्जुनी सेक्टरतिर पर्ने त्यो पूर्वी साइडतिर चाहिँ यो कृष्णसार त्यो उसबाट लिएर आएर पनि त्यो केज जस्तो बनाएर त्यहाँ राखिएको छ। सङ्ख्यामा त्यस्तै सङ्ख्यामा चाहिँ राखिएको छ। 17वटा ल्याइएको अहिले राष्ट्रिय निकुञ्जको बारेमा म तपाईँहरूलाई भन्दै गइराखेको छु र अहिले हामी तपाईँहरूलाई देखाउन सक्छौँ। मिति 2060 साल 12 महिना 3 गते अर्थात् चैत्र 3 गते तत्कालीन शुक्लाफाटा वन्यजन्तु यो आरक्षण क्षेत्र थियो त्यति बेला चाहिँ नि होइन। र अवैध काठ चोरी निकासीमा संलग्न व्यक्तिहरूको चाहिँ नि अनुसन्धान तहकिकात गर्ने सिलसिलामा यहाँ चाहिँ कर्मचारी साथीहरू यही बाटो आउँदै हुनुहुन्थ्यो। त्यही बेलामा चाहिँ नि तत्कालीन माओवादीले बिछ्याएको चाहिँ नि एउटा विद्युतीय धरापमा परेर चाहिँ नि विस्फोट भयो। त्यसपछि हेर्नुहोस् न यो गाडीको अवस्था यस्तो रह्यो होइन। यहाँ यो किसिमको उहाँहरूको सम्झनामा कमसेकम एउटा यसलाई सम्झना स्वरूप एउटा स्मारकको रूपमा निर्माण गरेर यसलाई चाहिँ उहाँहरूलाई सम्झिने, उहाँहरूको कामप्रतिको एउटा ऐक्यबद्धता, उहाँहरूको कामप्रतिको एउटा प्रतिबद्धतालाई सम्मान गर्ने काम गरिरहेछ। कमसेकम यसरी काम गर्ने मान्छेहरूलाई सम्झिने एउटा थलोका रूपमा लिइँदो रहेछ यो ठाउँलाई, जसले वन्यजन्तु वनको क्षेत्रमा लामो समयसम्म अनुभव हासिल गर्नुभयो, काम गर्नुभयो। उहाँहरूलाई हाम्रो पनि सम्मान छ, जसले त्यो 2060 साल चैत्र 3 गते यहाँ दिवंगत हुनुभयो, जसले यहाँ चाहिँ उहाँको आफ्नो भनौँ न प्राण त्याग गर्नुभयो। उहाँहरूप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली छ। अरू कुरामा भन्दै जान्छु। हस्, थ्याङ्क यू। हामी बाबाताल हुँदै अब फेरि स्मारक हुँदै अब हामी रानीतालसम्म आइपुगेका छौँ। रानीताल आउने बेला एउटा हात्ती देखियो है, वन हात्ती, तर हामीले खिच्न सकेनौँ, डर लाग्यो क्या। कुरो बुझ्नु भयो नि होइन। अब नदेखिन्जेलसम्म देखेन भन्ने हुन्छ, देखेपछि डर लाग्दो रहेछ। हात्ती त्यत्रो बढी ठुलो हुन्छ नि त होइन। हात्तीले गाडी पल्टाइदियो भने झन् अर्को समस्या हुन्छ भनेर हामीले त्यसलाई त्यहाँ रोकेनौँ होइन, खिच्न पनि सकेन। दुर्गा म्याम त झन् बढी डराउनु भयो है। अब मलाई चाहिँ हेरौँ जस्तो लागेको थियो। ल ठिक छ, अब हामी यसलाई मचान भन्छ है सर। यो मचान भनेको विभिन्न ठाउँमा यस्तो ठाउँहरूमा माथि चढेर हेर्न मिल्ने गरी बनाएको हुन्छ। माथि चढ्ने अनि वरिपरि हेर्ने है। अघि म बाबातालको नि मचानबाटै बोलेको थिएँ, अब फेरि म माथि जान लाग्छु। ल आउनुहोस् दुर्गा म्याम, ल
कस्तो राम्रो छ ल एकदम राम्रो छ सक्यो म्याम हेलो यस्तो पब्लिक घाँस पनि पुरै हाम्रो सुदीप सर हुनुहुन्छ होइन अब यहाँको चाहिँ रेन्जर हो हाम्रो सर यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको रेन्जर हो सर अब यो अलिकति बताइदिनु न यसको बारेमा यो रानीताल हाम्रो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको एउटा प्रसिद्ध तालै हो यो प्राकृतिक ताल कतिपय तालहरू चाहिँ अब यो आर्टिफिसियल पनि छन् तर पनि यो अब प्राकृतिक रूपमा भएको ताल धेरै अब यो संरक्षणको उसको पर्खाइमा छ धेरै यो कुरिएर उसमै 3 किलो त छैन 2.5 किलोसम्म चाहिँ भण्डारीहरूको हामी घाँसे मैदान जाँदैछौँ शुक्लाफाटा राष्ट्रिय निकुञ्जको अब यो चाहिँ ठ्याक्कै तपाईँलाई भन्दाखेरि चाहिँ एउटा ताल भने नि भनौँ सानो सानो नदी भनौँ होइन नदी होइन यो चाहिँ कहिले काहीँ चाहिँ नि अब बाघहरू पनि पानी खान आउँछ यहाँ तपाईँहरूलाई भन्दाखेरि अब अहिले चाहिँ तत्काल आएको छैन गोहीहरू हुन्छ जाउँ जाउँ ल यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा आयो है साथीहरू हो हेर्नुहोस् यस्तै छ नेपाल तपाईँहरू त कहाँ पुगिसक्नु भयो होला है नेपाल यस्तै छ हो हामी नेपाल घुम्दैछौँ अलिअलि अझै नेपालमै छौँ के अरे साथीहरू वाओ एसियाकै ठुलो घाँसे मैदान है सर नाइस हो यस्तो कुराहरू आउनुपर्छ क्या सर साथीहरूलाई पनि जानकारी दिनु पऱ्यो नि यो अलिकति प्राइडवाला कुरा हो नि त होइन एसियाकै सबैभन्दा ठुलो घाँसे मैदानको कुरा छ नि त साथीहरू हेर्नुहोस् है म तपाईँहरूलाई देखाइरहेको छु आज हल्का अलि बढी हिँडी नै रहिएको छ नेपालका विभिन्न ठाउँमा पुगेर म तपाईँहरूलाई भिडियोहरू देखाइरहेको छु होइन हाम्रो यहाँ सबैलाई देखाउन मिल्दैन के सरहरूलाई अब यस्तो छ अप्ठ्यारो छ हाम्रो दुर्गा म्याम है उहाँ यो क्यामेराको मालिक चाहिँ उहाँ हो तर भिडियो चाहिँ मेरो युट्युब च्यानलमा हेर्न पाउनुहुन्छ है फेरि यो दुर्गा म्यामको होइन सङ्गम मत युट्युब च्यानलमा ट्याक्कै हेर्नु मयूर चाहिँ देख्यो मयूरमा फेरि हजुर दुईवटा मयूर यसो कुराकानी गर्दैछन् कति है आँखैले हेरेर नसकिने फाँट छ 54 वर्ग किलोमिटर यस हाम्रो सरले भन्दै हुनुहुन्छ है अब 54 वर्ग किलोमिटर भएको यो घाँसे मैदान साउथ एसियाकै सबैभन्दा ठुलो घाँसे मैदान चाहिँ एकदम राम्रो छ यहाँ चाहिँ 12 सिङ्गैहरू पनि भेट्न सकिन्छ भन्ने सम्भावित हाम्रो चाहिँ छ 100% हो सर ए हो 12 सिङ्गे त 100% हो बाघ पनि भेट्न सकिने सम्भावना छ ए बाघ पनि ल है साथीहरू हेर्दै गर्नु होला है हामी 12 सिङ्गे बाघ के देखिन्छ सबै देखाउँछौँ अहिले मचानमा हाम्रो 3 तले मचानमा चाहिँ हाम्रो दुर्गा म्याम जाँदै हुनुहुन्छ तपाईँले हेर्नुहोस् हामी त भिडियो खिच्छौँ नि तपाईँ ल पर्खनु फोटो 12 सिङ्गे देखिन्छ भनेर हामी आइरहेछौँ अझै सम्भावना छ है अझै सकिया छैन नि त म्याम यो छ नि त यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान एक्सिलेन्ट देखिँदैछ अब हामी सिङ्गे देख्यो भने तपाईँलाई देखाउँछौँ ल ल ल ल हामी चाहिँ 3 तले मचानमा आइपुगेका छौँ यहाँहरूलाई बताउँ यो मचान हेर्नुहोस् न यो काठहरू हेर्नुहोस् न दुर्गा म्याम यता देखाउँ त यो काठहरू होइन सिङ्गो यत्रो चाहिँ नि सालको चाहिँ नि रुखहरू ल्याएर सिङ्गै राख्नु भएको छ र यो 100% चाहिँ नि यसमा काठ प्रयोग भइरहेको छ र त्यो काठहरूलाई जोड्नका लागि मात्रै अलिअलि किलाहरू फलामको प्रयोग भइरहेको छ काठ के को थाहा छ तपाईँहरूलाई 100% यो चाहिँ अग्राकको काठ होइन मतलब सालको काठ गापको काठ हामी चाहिँ यो न पानीले यसलाई चाहिँ कुयाउँछ न अरू कुनै किराले खान्छ त्यसकारण यो फलामभन्दा बलियो छ फलाम बरु खिया लाएर जान सक्छ तर यो चाहिँ जाँदैन त्यसकारण सर यो केले ल्याउने हो सर यत्रो ठुल्ठुलो रुखहरू नि यत्रो छ नि यो त जेसिबीहरू ए जेसिबीहरूले ल्याउने हो ल ठिक छ अब हामी यो मचानको बारेमा तपाईँलाई भनिहाल्यौँ होइन मचान भनेको हेर्ने ठाउँ हो सुरु भयो ल
है साथी हो, हामी चाहिँ 3 तले पुरानो मचानमा आइसकेका छौँ। यहाँ एउटा खुस्के चाहिँ हेर्नुहोस् त, झन्डै मन लडेको है। अब यहाँबाट चाहिँ हामी 12 सिङ्गे हेर्छौँ पारिपट्टि। कति राम्रो 12 सिङ्गेको चाहिँ बथान छ। अब यो सँगसँगै जाउँ है 12 सिङ्गेको। अब बिस्तारै सनसेट पनि हुन लागिराखेको छ होइन। अब बिस्तारै अस्ताउँदैछ। पारी हेरौँ त कति राम्रो, हेर्नु त उता है। ल हेर्नु हो 12 सिङ्गेको बथान छ, एकदम राम्रो। साह्रै बुझ्न देखियो आयो 12 सिङ्गे साह्रै नेता बन्न खोजिहाल्यो। मजा आएको छ बँदेलो है हो। वा ल हेर्नु जङ्गली बँदेल भन्नुहुन्छ नि तपाईँहरू, खाना खोज्नुहुन्छ नि। यही हो यही हो यो घरपालुवा होइन है, फेरि घरपालुवा छोडेको भन्नु होला, जङ्गलै भेटेको। जा होइन हामी जहाँ बाहिर त खिच्नै पर्ने छ। फाइनल्ली हामी चाहिँ यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको भ्रमण सकेर बाहिर आइसकेका छौँ। भित्र बाघ हेर्न पाइएन, हेर्नुहोस् न अब के गर्नु, तपाईँहरूलाई यही बाघ भए देखाउँ होइन। अब भित्र देखिया भए हुन्थ्यो। करिब 35वटा पाटे बाघहरू यहाँ छन् र त्यो 35वटा पाटे बाघमा आज हामीले एउटा पनि देख्न सकेनौँ। एनिवे के हो भने शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तपाईँहरू करिब 3 घन्टाको यात्रामा मजाले भित्र डुल्न पाइन्छ। विभिन्न ठाउँमा साह्रै राम्रा राम्रा मचानहरू, त्यहाँ चाहिँ नि कतिपय ठाउँमा चाहिँ नि सानो सानो तालहरू, अलिकति नदीहरू होइन, घाँसे मैदानहरू, सबै चिजले चाहिँ पूर्ण छ। सो त्यसकारण कमसेकम तपाईँहरू कञ्चनपुर आउनुभयो भने तपाईँसँग समय छ भने कमसेकम शुक्लाफाटा आउनुहोस्, घुम्नुहोस्, देशको बारेमा पनि थाहा पाउनुहोस् होइन, देशमा कस्ता कस्ता ठाउँहरू छन् भनेर। सो यहाँहरूलाई धेरै धेरै धन्यवाद र दुर्गाजीलाई विशेष गरी धेरै धेरै धन्यवाद। मेरो यो चाहिँ सम्पूर्ण यो चाहिँ भिडियोग्राफीमा उहाँले साथ दिइरहनु भएको छ। सो यस्तो कहिलेकाहीँ गर्नुपर्छ। अर्को काम सकाइसकेपछि आफ्नो थोरै बचेको समयमा विभिन्न ठाउँमा डुल्नु भयो भने धेरै कुराको ज्ञान हुन्छ। हस् त आज मैले यहाँहरूलाई यो सबै देखाएँ, कस्तो लाग्यो मलाई भनिदिनु होला। थ्याङ्क यू।